यो संसार विज्ञान र प्रविधिको युगमा प्रवेश गरिसकेको छ, तर अझै केही रहस्यमय कुरा छन् जसलाई विज्ञानले बुझ्न सकेको छैन। स्मार्टफोन, कम्प्युटर र अत्याधुनिक प्रविधिले भरिएको हाम्रो संसारमा पनि यस्ता केही रहस्य छन् जसको कुनै वैज्ञानिक व्याख्या छैन। अर्थात् विज्ञान अझै पनि यी घटनाहरूलाई स्पष्ट पार्न असफल छ। ती मध्ये केही रहस्यमय घटनाहरू यस्ता पनि छन् जसले वैज्ञानिकलाई नै चकित बनाएको छ। आदरणीय दर्शक महानुभाव, आजको एपिसोडमा हामी एक यस्तै रहस्यले भरिएको महासागर क्षेत्रको विषयमा कुराकानी गर्नेछौँ, जहाँ प्रवेश गर्ने हरेक चिज सधैँका लागि गायब हुने गरेको छ। आखिर यो महासागर क्षेत्रमा कस्तो शक्ति वा रहस्य लुकेको छ? आज हामी यही विषयमा जान्ने प्रयास गर्नेछौँ। कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला। जापानको छेउमा रहेको एउटा रहस्यमय महासागर क्षेत्र छ जसलाई ड्र्यागन ट्रायंगल भनेर चिनिन्छ। सबैलाई थाहा भएको बर्मुडा ट्रायंगल जस्तै यो क्षेत्रमा पनि हजारौं जहाज र विमानहरू गायब हुने गरेका छन्। सन् 1980 सेप्टेम्बरमा 1.5 लाख टन फलाम बोकेको डर्बी सिटी नामको विशाल जहाज आफ्नो गन्तव्यतर्फ अघि बढ्दै थियो। करिब टाइटनिक जत्तिकै ठूलो यो जहाज अत्यन्त सुरक्षित मानिन्थ्यो। तर सेप्टेम्बर 9, 1980 मा यो जहाज र यसका सम्पूर्ण क्रू सदस्यहरू समुद्रबाट अचानक गायब भए। ब्रिटेनकै सबैभन्दा ठूलो जहाज मानिएको यो जहाज अचानक कसरी हरायो? अनुभवी चालक दल भएका बावजुद पनि यस्तो पावरफुल जहाज हराउनुलाई कसैले बुझ्न सकेन। यस्तो धेरै घटना भएपछि जापान सरकार स्वयं यसको अनुसन्धान गर्न अघि सरेको थियो। सरकारद्वारा अनुसन्धान गर्न पठाइएका वैज्ञानिकहरू सहितको जहाज नै कहिल्यै फर्किएन। त्यसपछि जापान सरकारले यो क्षेत्रलाई डेन्जर जोन घोषित गर्यो। वैज्ञानिकहरूले सेटेलाइट र नक्साको मद्दतले अनुसन्धान गर्दा यो पत्ता लगाए कि यो क्षेत्र पनि बर्मुडा ट्रायंगल जस्तै त्रिकोणाकार संरचनामा रहेको छ। अझ रोचक कुरा के छ भने ड्र्यागन ट्रायंगल र बर्मुडा ट्रायंगल पृथ्वीको ठ्याक्कै विपरीत स्थानमा छ। के यो संयोग मात्र हो वा यी दुई स्थानको कुनै रहस्यमय सम्बन्ध छ? यस क्षेत्रमा जहाज र विमानहरू हराउने धेरै सिद्धान्तहरू छन्। कतिपयको विश्वास छ कि महासागरको सतह मुनि रहस्यमय शक्तिहरू क्रियाशील छन् जसले यस्ता घटनाहरू गराउँछन्। जापानी लोककथाहरूमा भनिन्छ कि यस क्षेत्रमा ड्र्यागनहरू छन् जसले समुद्री जहाजलाई आफ्नो गर्तमा तान्छन्। अर्को एउटा लोकप्रिय थ्योरी अनुसार महासागरको मुनि एउटा पोर्टल छ जसले जहाजहरूलाई अर्को आयाममा पुर्याउँछ। कतिपयले यसलाई प्यारलल युनिभर्समा जाने सुरुङ जस्तै मान्छन्। 1957 मा केही साहसी गोताखोरहरूले यो रहस्य पत्ता लगाउने प्रयास गरे। उनीहरू ट्रायंगलको भित्र छिर्न सकेनन्, तर किनारमा पुगेपछि समुद्र मुनि अनौठा संरचनाहरू देखे। ती संरचनाहरू पत्थरले बनेका थिए। ती पत्थरका संरचनाहरू प्राकृतिक रूपमा बनेका जस्ता देखिँदैनथे, मानव कसैले ती निर्माण गरेको थियो। तर जापानी इतिहासमा त्यस्ता कुनै संरचनाको उल्लेख भने गरिएको छैन। के यी संरचनाहरू कुनै पुरानो सभ्यताले निर्माण गरेको हो वा तिनको सम्बन्ध हराएका जहाजहरूसँग छ? यस क्षेत्रमा गएर फर्किएका केही मानिसहरूले अजीब अनुभव गरेका छन्। यहाँ कम्पासले सही दिशा निर्देश गर्न बन्द गर्छ। इलेक्ट्रिक उपकरणहरू अचानक काम गर्न छोड्छन्। समुद्रको लहरहरू अनायासै बढ्न थाल्छन्। कतिपयले अचानक मौसम परिवर्तन भएको अनुभव गरेका छन् भने केहीले त अनौठा आकृतिहरू पनि देख्ने गरेको बताएका छन्। सबैभन्दा अनौठो कुरा त के हो भने यहाँ टाइम डाइलेसन हुने भनिन्छ। समयको गतिको फरक अनुभव हुने यस्तो घटना विज्ञानमा पनि प्रमाणित छ। ब्ल्याक होल नजिक पुग्दा समय ढिलो चल्छ भन्ने वैज्ञानिक धारणा छ। तर यो प्रभाव ड्र्यागन ट्रायंगलमा कसरी हुन्छ? के वास्तवमै ड्र्यागन ट्रायंगल र बर्मुडा ट्रायंगल कुनै समानान्तर ब्रह्माण्डसँग जोडिएका छन्? वा यी क्षेत्रहरूमा प्राकृतिक वैज्ञानिक कारणहरू छन् जसलाई हामी अहिलेसम्म बुझ्न सकेका छैनौँ? तपाईलाई के लाग्छ कि यस क्षेत्रको रहस्य कहिल्यै सुल्झिन सक्छ? कृपया कमेन्ट गरेर हामीलाई भन्न नभुल्नुहोला। भिडियो मन पर्यो भने भिडियोलाई लाइक अनि शेयर गर्न नभुल्नुहोला। यदि हाम्रो च्यानलमा तपाईँ नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल आइकन थिच्न नभुल्नुहोला। आगामी एपिसोडमा पनि यस्तै रहस्यमय सामग्रीहरूको साथमा हामी उपस्थित हुने नै छौँ। आजको लागि भने बिदा हुन्छौँ। नमस्कार।